बिरामी परिन् आशा खड्का कान्छी। किस्त बिरामी परिन् आशा खड्का कान्छी। स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना हुँदा चिन्तित बने कान्छीका फ्यानहरू। दर्शकबिन नेपाली टेलिसिरियल जगतमा सर्वोत्कृष्ट नायिकाको रूपमा चिनिएकी चर्चित टेलिसिरियल नायिका आशा खड्का कान्छी बिरामी परेकी छन्। कान्छी भुन्टी जस्ता बहुचर्चित सिरियलहरू बनाएर दर्शकहरूको असाध्यै माया पाएकी कान्छी पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गर्नका लागि अस्पताल भर्ना भएकी हुन्। कान्छी सिरियलमा कान्छीको भूमिका निभाएकी आशाले भुन्टी सिरियलमा सुकुमाएर भुन्टी गरी दुईवटा भूमिका निभाएकी छन्। दुईवटै टेलिसिरियलहरू नेपालमा सबैभन्दा धेरै हेरिने टेलिसिरियल हुन्। दुवै सिरियललाई हरेक हप्ता 40 देखि 45 लाख पटक युट्युबमा हेरिन्छ। कान्छी सिरियल हरेक शनिबार कान्छी अफिसियल युट्युब च्यानलमा आउँछ भने भुन्टी सिरियल हरेक मङ्गलबार सुकुमाया टिभी युट्युब च्यानलमा आउँछ। अन्तमा दर्शकहरूको असाध्यै माया पाएकी कान्छी अर्थात् आशा खड्कालाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्त नमस्कार, धन्यवाद।